गुड मर्निङ साथीहरू। यो चाहिँ अपरिजिता फ्लावरको बोट हो हैन। यो चाहिँ यस्तो लहरा परेको हुन्छ अनि यो चाहिँ ब्लू कलरको फ्लावर हुन्छ। तर मैले युट्युबमा चाहिँ वाइट र पिङ्क कलरहरूको पनि देखेको थिएँ, तर हाम्रोतिर चाहिँ यस्तै ब्लू कलरको मात्रै छ। यसले चाहिँ हेल्थको लागि धेरै बेनिफिटहरू छ। यो फ्लावर चाहिँ यसलाई चाहिँ इङ्ग्लिसमा बटरफ्लाई पी पनि भन्छ र अपरिजिता फ्लावर पनि भनिन्छ। अनि यसले चाहिँ हेल्थको लागि धेरै बेनिफिट छ, जस्तै अब कोलेस्ट्रोल भयो हैन, माइग्रेनको लागि भयो, एन्जाइटी अनि हार्ट डिजिजेसको लागि धेरैको लागि राम्रो हुन्छ। यो चाहिँ हामीले बिहान बिहानै यसरी पानीमा उमालेर यसको टी सेवन गर्न सकिन्छ। यो चाहिँ पानीमा उमाल्दाखेरि ब्लू कलरको हुने भएकोले गर्दाखेरि यसलाई ब्लू टी पनि भनिएको हो। अनि यो चाहिँ यस्तो खालके हुन्छ। जे होस्, तपाईँहरूले पनि सर्च गरेर हेर्न सक्नुहुन्छ र यसलाई सेवन गर्न पनि सक्नुहुन्छ। यो चाहिँ लेमन हालेपछि यस्तो पर्पल कलरमा परिणत हुन्छ।